अब रवि दाई पनि पुरा अब मान्छेको मन हो म अब थुनामा बस्नु जेलमा बस्नु भन्दा त म लुकिदिन्छु म इन्डिया गएर बगिदिन्छु अमेरिका गइदिन्छु कहाँ गइदिन्छु भनेर हिन्दी हो भनेदेखि चाहिँ अदालतले फैसला गरिसकेपछि उहाँ आफैले म मान्छु भनेर गइसकेपछि त उहाँ आफै गएको हो नि त यो कसरी लगेर उ गरिदिएको होइन आफै गइसकेपछि आफैले त्यो कुरा अन्याय भयो भन्ने कुरा हो कसरी अन्याय भयो किनभने न्यायालयले प्रभाव पार्न पनि सक्छ कुनै बेला पावर र पैसा कुरा हुन्छ तर म एउटा कुरा के स्पष्ट रूपमा अनुरोध गर्न चाहन्छु भनेदेखि कुनै पनि व्यक्तिले तर न्यायालयलाई प्रभाव पार्नु चाहिँ हुँदैन विशेष समसामयिक राजनीतिक विषयवस्तुमा कुराकानी गर्नको निम्ति यति बेला हामीसँग अभियन्ता तथा विश्लेषक एलेजर तामाङ स्वागत छ यहाँलाई नमस्कार धन्यवाद यति बेला रवि लामिछानेको एकदमै चर्चा छ विभिन्न चरणमा रवि लामिछाने लगायतका व्यक्तिहरूलाई मुद्दा हाल्ने काममा यहाँ पनि सक्रिय हुनुभयो युवराज सफल समाजवादी मोर्चासँग यहाँको गठबन्धन रह्यो भनौँ सम्बन्ध रह्यो तत्पश्चात रवि लामिछानेलाई पटक पटक मुद्दा पनि हाल्नुभयो अहिले रवि लामिछाने गत शुक्रबार पक्राउ परे त्यस यता विभिन्न किसिमका टिका टिप्पणी हुन थालेको छ यो समग्र घटनालाई कसरी हेरिराख्नु भएको छ पूर्व गृहमन्त्री रवि लामिछानेको बारेमा हामीले विगत धेरै समयदेखि मैले मेरो आफ्नो विचार राखिसकेको पनि छ तैपनि अहिले जुन उहाँ पक्राउ पर्नु भएको छ अनि पुनर्वेतन गरेको कारणले गर्दा उच्च अदालतबाट जुन प्रकारको आदेशमा उहाँ पक्राउ पर्नु भएको छ यो न्याय सम्बद्ध नेपालको कानुनमा चाहिँ ठुलो सानो सबैलाई न्याय बराबर लाग्छ कोही चर्चा हुने बेलामा कोही ठुलो पद भयो भनेमा यो कानुन नलाग्ने भन्ने हुँदैन भन्ने कुरा एउटा नजिर बसेको छ रवि लामिछानेमाथि ठुलो अन्याय भयो भन्ने भाष्य सिर्जना भइराखेको छ राष्ट्रिय स्वतन्त्र पार्टीका व्यक्तिहरू अब हामी अन्तर्राष्ट्रिय अदालतसम्म जान्छौँ भन्ने तयारी गरिराखेका छन् एउटा कुरा के हुन्छ भने नेपालको एउटा राजनीतिक कल्चरमा एउटा हामीले देखेको कुरो चाहिँ के हो भनेदेखि आफ्नै मान्छेले चाहिँ जति गल्ती गरे पनि मान्छे मारे पनि जति अपराध गरे पनि ठिक हो भन्ने एउटा चलन छ विपक्षको चाहिँ फेरि खोजी एकदम खोजी अनि कारबाही गर्ने र खोजी नफाको कुराहरू पनि कोट्याउने एउटा राजनीतिक कल्चर बसेको छ त्यही कारणले गर्दा म एउटा उदाहरण के दिन्छु भन्दाखेरि रवि लामिछानेको तपाईँले मुद्दा हाल्ने कुरा गर्नुभयो सर्वप्रथम सुरुमा रवि लामिछानेको मुद्दा हाल्ने चाहिँ हाम्रो समाजमा मध्य युवराज सफलको नेतृत्वमा हामीले हालेको हो त्यति बेलाको समयमा उहाँ नागरिक थियो हामीले चाहिँ उहाँले नागरिक बनाए त्यहाँदेखि उहाँ नागरिक हुनुभयो र त्यति बेलाको समयमा पनि एउटा कुरा के हो भनेदेखि जुन व्यक्तिले जुन प्रकारको सचाइ पाउनु पर्यो त्यति पाएको थिएन यसले हेर्दाखेरि न्याय पाउनु पर्ने थियो जुन न्याय भएको त्यस्तो देखेको थिएन अनि त्यसपछि अर्को कुरो के हो भन्दाखेरि चाहिँ हामीले चाहिँ उजागर मात्रै गरिदिएको थियो र अहिले जुन अनि प्रकारले उहाँलाई पक्राउ पर्नुभएको त्यो त हामीले दिएको निवेदन होइन फेरि त्यो तपाईँ बुझ्नुपर्ने कुरा त्यो चाहिँ सहकारी पीडितबाट हालेको निवेदन हो खासै वास्तव त्यो अनुरूप अहिले बुटवलमान समातेर त्यहाँ उच्च अदालतबाट उहाँलाई रवि लामिछानेमाथि यो अन्याय किन उहाँलाई पूर्व पक्ष पर्नु भन्ने कुरा छ ठुला सहकारी ठगीहरु संसदमा छन् यो कानुनी व्यवस्थामा पनि फरारकोमा छन् यो कानुनी व्यवस्थामा एउटा कुरा सुन है कानुनी व्यवस्थामा यो प्रणालीमा उहाँ चलेको हो रवि लामिछाने दाइले नै एउटा कुरा के भन्नुभएको छ भनेदेखि म कानुनलाई मान्छु देशको न्यायालयले जुन कुरा गर्नुभएको म त्यसलाई मान्छु र त्यो अनुसार म गर्छु भनेर उहाँले आफैले म गिरफ्तारी दिन्छु भनेर हिँडेकै हो उहाँले नै एउटा कुरा के हो भनेदेखि यो जुन न्याय चाहिँ को कुरामा चाहिँ एउटा कुरा के गरेको छ भनेदेखि उहाँले जिल्ला अदालतमा जुन मुद्दा फैसला भयो त्यसलाई चित्त नबुझेपछि उहाँ उच्च अदालतमा जानुभयो अदालतले जे भइसक्यो म मान्न तयार छु त्यसको नियम कानुन संविधान म मान्न तयार छु भनेर उहाँले प्रण गर्नुभएको थियो त्यो प्रण गर्न अनुरूप चाहिँ त्यहाँको नजिर अनुसार त्यहाँको संविधान लेखेको जुन दफाको कुरा अनुसार त्यहाँको कानुन र सबै कुरा अनुसार चाहिँ उहाँलाई पूर्व पक्षमा राख्नुपर्ने देखियो भनेको हिसाबमा अदालतले फैसला गरायो अदालतले फैसला गरिसकेपछि उहाँ आफैले म मान्छु भनेर गइसकेपछि त उहाँ आफै गएको हो नि त यो कसरी लगेर उ गरिदिएको होइन आफै गइसकेपछि आफैले त्यो कुरा अन्याय भयो भन्ने कुरा हो कसरी अन्याय भयो किन भनेदेखि ऋषिकेश पोखरेलको पत्नीलाई पक्राउ गर्न नपर्ने उनको 22 करोड ठगीको आरोप छ प्रत्यक्ष सञ्चालक समितिको उपाध्यक्ष हुनुहुन्थ्यो अहिले उहाँलाई चाहिँ उन्मुक्ति दिन पर्ने अनि रवि एउटा मिडियाका सञ्चालक उसको सञ्चालकले पैसा ल्याए त्यसको चेकमा हस्ताक्षर गरेकै भरमा कम्पनी ऐन लाग्नु पर्ने व्यक्तिलाई सरकारी ठग बनाउने यो प्रश्न उठिराखेको छ के एलिजरजी मुद्दाको प्रविधि कस्तो थियो त्यो छुट्टै कुरा भयो तर अहिले आएर चाहिँ उहाँले उच्च अदालतमा मलाई धरौटी जुन 1 करोड राखेको थियो त्यो अन्याय भयो
म यसको चाहिँ अनि विरुद्धमा म उच्च अदालत जान्छु भनेर ओ न्याय प्रणालीमा गएको हो नि त रवि दाइ गर्दाखेरि के भन्नुहुन्थ्यो जिल्ला अदालतको जुन फैसला पनि उल्टाएर उच्च अदालतले होइन रहेछ प्रमाण थियो होला कागज अथवा पेश बोकेर त्यतिकै के अरे कुनै पनि न्यायाधीश त बौला कुकुरले टोकेको थिएन होला यत्रो पूर्व गृह मन्त्री जस्तो मान्छेलाई अझै पूर्व पक्षमा पठाउनु पर्छ भनेको त के त त्यहाँ कुनै त्यहाँ जो के अरे न्यायाधीशहरू थियो त्यतिकै त गरेको होइन त्यहाँ प्रमाणको आधारमा त्यहाँ उसले गरेको जुन निवेदनको आधारमा चाहिँ त्यसलाई फैसला गरेको देखिन्छ भनेपछि रवि लामिछाने आज जेल जाने बाटो उनी आफ्नै निवेदनले बनाए आफ्नै निवेदनले बनाएको देखिन्छ यो गम्भीर आरोप यो गम्भीर आरोप होइन यो सत्य कुरा हो अनि त्यसपछि उहाँले एउटा कुरो के पनि भनेन जब अदालतको फैसला आइसकेपछि उहाँले एउटा मिडियाबाट के पनि भन्नुभएको छ भने म स्वीकार छु करोड हैन अरब ठगी गर्ने व्यक्तिहरू संसदमा छन् सडकमा छन् धम्काएर हिँडिराखेका छन् रवि लामिछानेलाई उनको सञ्चालकले ठगेर ल्यायो सञ्चालक जीबी राई यिनै अहिले सरकारमा भएका राजनीतिक दलको कार्यकर्ता उनलाई छोडेर रवि लामिछाने किन न्याय प्रणालीमा गइसकेपछि न्याय मान्नुपर्छ पर्दैन भन्नुस् न रवि दाइले त म न्याय प्रणालीमा यो देशको गणतन्त्रको व्यवस्थामा जुन न्याय प्रणाली छ म त्यसलाई स्वीकार गर्छु भनेर उहाँ उच्च जानुभएको हो नि त त्यो अनुरूप उहाँले एउटा स्वीकार के पनि गर्नुभएको छ भने यदि न्याय उच्च अदालतले मलाई पूर्व पक्ष पठाउनुहुन्छ भने म जान तयार छु भनेर उहाँ हिँड्नुभएको थियो र त्यसपछि जब फैसला आयो उहाँले के भने म आफै गिरफ्तारी दिन्छु भनेको उहाँले न्याय प्रणाली स्वीकारेको कुरा हो नि त यो प्रणालीमा गइसकेपछि शुक्रबार पनि उहाँले म आफै गिरफ्तारी दिन्छु अदालतको सम्मान गर्छु म आफै गिरफ्तारी दिँदैछु केही बेरमा भोलि होइन म आजै अहिले नै गिरफ्तारी दिँदैछु भनेर पूर्व गृहमन्त्री रवि लामिछानेले सामाजिक सञ्जालबाट भन्नुभयो त्यो भन्दै गर्दा प्रहरी उनको घरमा बेडरुमसम्म छिरेर अन्तिम इच्छा समेत सोध्ने काम गरे नि रवि लामिछानेको अन्तिम इच्छा के भन्ने ढङ्गबाट प्रहरी प्रस्तुत भयो यो त अन्याय भएन र एउटा जीवित व्यक्तिको एउटा पूर्व गृहमन्त्री आफैले गिरफ्तारी दिने तयारी गर्दा गर्दै अन्तिम इच्छा तेरो के भनेर सोध्नु पर्छ कि बेडरुममा गएर पक्राउ गर्नु पर्छ कि सुन यो अन्याय अत्याचार होइन एउटा कुरो उहाँको अदालती कुराको निवेदन र पौरपूर्जी त पहिल्यै जारी गरी भइसकेको थियो उहाँ जिल्ला अदालतबाट उहाँको यसको प्रक्रिया बुझ्न अति आवश्यक छ के प्रक्रिया जिल्ला अदालतबाट उहाँले के भन्नुहुन्छ भने उहाँ कुनै पनि आपराधिक क्रियामा पछि पनि घटना घट्न सक्ने नदेखेको कारणले गर्दा उहाँलाई चाहिँ धरौटीमा छुट्याइदिएको हो तर पनि कमजाति उहाँमा के ऊ भयो भनेदेखि कानुनी रूपमा उहाँले भोग्नुपर्ने ऊ भयो भनेदेखि गिरफ्तार गर्छु भनेर चाहिँ उहाँ ऊ गरेको हो नि त त्यो त प्रतिबद्धता पहिल्यै जनाइसकेको छ पौरपूर्जी पहिले नै ऊ गरिसकेको छ उहाँप्रति त्यसपछि कानुनी प्रक्रियामा के हुन्छ भनेदेखि अहिले उच्च अदालतले त्यो फैसला गरिसकेपछि एउटा कुरो के हुन्छ भने नेपालमा जसरी तपाईँ उदाहरणमा दुर्गा प्रसाद त भाग्यो त त्यत्रो सुरक्षाकर्मी ऊ गर्दा गर्दा अहिलेसम्म खोजिने गर्दा झन् अब त्यसको खोजी नीतिमा कति सुरक्षाकर्मी खटिनु भयो देशको राजस्व कति दुर्गा प्रसाद र रवि लामिछाने राख्न मिल्छ र सर होइन सुन्नु न त्यही हिसाबले कुरा गर्दै गर्दाखेरि अब रवि दाइ पनि अब मान्छेको मन हो म अब थुनामा बस्नु जेलमा बस्नु भन्दा त म लुकिदिन्छु म इन्डिया गएर बगिदिन्छु अमेरिका गइदिन्छु कहाँ गइदिन्छु भनेर हिँडियो भनेदेखि चाहिँ अब यहाँको के अरे पुलिस प्रशासनले त खोज्न गर्दैन जनताले भोलि पर्सि भन्दा यस्तो फैसला गरेर आदेश आउँदा उच्च अदालतबाट आदेश आउँदा किन छोड्यो पुलिस प्रशासन निरहित भयो यस्तो व्यक्ति पक्राउन सकिन भने के अरे उसले दोष चाहिँ कसलाई लाग्छ पुलिसले लाग्छ नि त अहिले गिरफ्तारी दिँदैछु भन्दा भन्दै भन्न त तपाईँ सुन्नु न म एउटा उदाहरण तपाईँलाई उदाहरण चाहिँ एउटा कुरा के छ भनेदेखि अपराधी भए पनि ढोकामा दुर्गा प्रसादले के भनेको भने म कुनै हालतमा भाग्दिनँ भनेर उहाँले घोषणा गरिसकेको थियो तर मान्छे त खुरुको मुसा सोचेर भाग्यो नि त बिरालो लुकिरहेछ नि त अहिले त्यही हिसाबले भोलि सरकारबाट त्यस्तो कुनै पनि परिस्थिति सिर्जना नहोस् सरकारमा अथवा यो समाजमा कुनै पनि त्यस्तो दुर्घटना नहोस् र जनताप्रति एउटा वितृष्णा पुलिस प्रशासन नहोस् भनेको हिँड्ने त पुलिसले उहाँको सुरक्षा पनि हो फेरि एउटा कुरो के भन्छ यत्रो फैसला भने मान्छे त अब झुन्डेर मर्न पनि सक्छ हम्फाल्न पनि सक्छ साथसाथै पूर्व गृहमन्त्री रवि लामिछानेले आफैलाई क्षति गर्न सक्थ्यो उनले आत्महत्या गर्न सक्थ्यो भन्ने तपाईँको इशारा हो विभिन्न किसिम गर्न आत्मदाह गर्छु भनेर उहाँले भनिसकेको पनि थियो त त्यही कारणले गर्दा विभिन्न केही पनि एक्सन दिन सक्छ रवि दाइले त्यही कारणले उहाँको बचाउको निम्ति पुलिस आएर बस्नु भनेको उहाँको सुरक्षाको लागि गएको हो क्या यदि उहाँको सुरक्षाको लागि होइन भने पक्राउपूर्जी समेत नलिकन घरमा गएर पौरपूर्जी राम्रो भएन भन्ने आवाज उठ्यो यो जनताले बुझ्नुपर्ने आवश्यक छ अन्तिम इच्छा सोधियो रवि लामिछाने प्रक्रिया सिद्ध्याउने त होइन भन्ने कानुनी प्रक्रिया चाहिँ जनताले बुझ्न अति आवश्यक छ के कसरी बुझ्न आवश्यक छ भनेदेखि चाहिँ कुनै पनि व्यक्ति उच्च अदालतबाट उ छ भनेदेखि त्यो मान्छेले विशेष जहाँ भेट्यो त्यहाँ चाहिँ उसले पौरपूर्जी लेख्ने जुन अधिकृत जुन तोकिएको
तोकिएको छ नि अदालतबाट त्यो मान्छेले जहाँबाट पनि काट्न सक्ने एउटा व्यवस्था छ जहाँ पनि पक्रोपुजी काट्न सक्थ्यो रविले सक्थ्यो किनभने उहाँ पहिले नै पक्रो परिसक्यो पहिले नै पक्रोपुजी जारी गरिसकेको र उच्च अदालतबाट फैसला भइसकेपछि त उहाँले उच्च अदालत तोकिएको के अरे मान्छेले चाहिँ त्यहाँ प्रहरीले काट्न पाउने व्यवस्था छ त्यही अनुरूप नै उहाँले काटिएको देखियो त्यसपछि अर्को कुरो के हो भनेदेखि पुलिस आएर किन त्यहाँ त्यो पहिल्यै गयो के हो भने चाहिँ अब त्यहाँ फैसला त अफिस टाइम अनुसार त 5 बजे त निस्किन्छ 5 बजे निस्किन्छ प्रहरी 6-7 बजे पुगेको छ 6-7 बजे पुग्दै गर्दा कि त प्रहरी त अब उच्च अदालतबाट आइसकेको कुरो ल त्यहाँ माथि निर्देशन आइसकेपछि जिल्ला के अरे उच्च अदालतबाट निर्देशन आइसकेपछि प्रहरी पुग्नु त भने जुनैसुकै प्रक्रिया उसले कदम लिन सक्छ नि त त्यति बेला किनभनेदेखि मान्छेले एउटा कुरो के हुन्छ इमोसनली आफूमा सङ्कट आउँदैछ समस्या आउँदैछ भन्ने थाहा भइसकेपछि प्रहरीले सरकारी निकायले उनको हत्या गर्न सक्छ उनलाई सिद्ध्याउन सक्छ कुनै पनि भौतिक आक्रमण हुन सक्छ भन्ने ढङ्गको चिन्तामा छ नि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरू के भन्नुहुन्छ यो चाहिँ एउटा राजनीतिक स्टोनबाजी हो है प्रहरीले समेत अन्तिम इच्छा सोधिसकेको अवस्था छ प्रहरीले सोध्ने त्यो चाहिँ एउटा कुरो डिएसपी साहबको मुख चिप्लेको देखिन्छ त्यो उहाँले गलत कुरा गरे हो मध्ये गलतलाई गलतै भन्नुपर्छ त्यसरी सोध्ने चाहिँ होइन त्यो फाँसी दिने मान्छेले मात्रै सोधिने कुरा हो एउटा कुरो त्यो डिएसपीको मनमा के भएर सोधे त्यो आफै जानुन् तर डेबी साहबले के भन्नु भन्दै कि उहाँ आज जानुभन्दा अगाडि उहाँको के इच्छा छ उहाँले त्यो इच्छा अनुसार गर्न दिउँ न भन्ने हिसाबले डेबी साहब ग्रेस गरेको पनि देखिन्छ क्या खासै किनभने उहाँको इच्छा के छ अब हामीले तत्काल त्यो कस्तो भने एउटा कुरो कुनै पनि व्यक्तिले पक्र गर्ने बित्तिकै तपाईँ उहाँ पो गृह मन्त्रीका ससमान समय पक्र गर्नुभयो अरू मान्छे त ढेउरो खाल्ने लातर लाएर समात्छ नि त तपाईँले त्यो देख्नुभयो होला एउटा सर्वसाधारण समातेको र उहाँको समातेको धेरै फरक छ मैले देखे अनुसार अरूले भएन यहाँ पिसाब लाइन पिसा फेरि नै दिँदैन यार टोइलेट जाँदा त दिँदैन भनेर रविलाई त टाइम मागेको त टाइम त दिएको छ नि त कमसेकम यहाँ जुन पुलिस प्रशासनबाट जुन कार्यान्वयन गर्नेबाट उहाँले गर्नुपर्ने जुन ग्रेस छ नि त्यो टोटली गरेको देखिन्छ क्या किनभनेदेखि चाहिँ अरू मान्छे भएको भए खाजा खाएर खाजा खाने खाजा पनि नसिन्देल त्यतिकै उठाएर लान्छ अब अलिकति यसो उसो गऱ्यो भने पक्क पुग्यो हिर्काएर लान्छ मैले देखेको हो नि त तपाईँले गिरफ्तार गरेको त तपाईँले देख्नु भयो नि उहाँ त पूर्व गृह मन्त्रीलाई ससमान रूपमा उहाँलाई बरु उहाँको इच्छा उहाँको श्रीमतीसँग कुरा गर्ने कि उहाँको कानुनी व्यवस्था कुरा गर्ने टाइम दिएर गरेको छ उहाँलाई ससमान कुरा गर्न दिएको छ समय किनभने पुलिसलाई एउटा आदेश आइसकेपछि तुक तोप पक्रेर लान्छ एउटा कुरो अर्को कुरो के भने मलाई पनि पुलिसले एरेस्ट गरेको तर मलाई के गरेको छ भनेदेखि 24 घण्टासम्म पुलिसले त्यतिकै समातेर राख्ने एउटा व्यवस्था पनि छ त्यो कुराहरू सुन चाहिँ किनभनेदेखि त्यसपछि मात्र पक्रोपुजी जारी गरेको पनि छ मलाई 24 घण्टासम्म चाहिँ त्यतिकै राखेको छ पुलिसले त्यो विशेष अधिकार दिएको छ त्यही अनुरूप हेऱ्यो भनेदेखि उहाँलाई त त्यही के अरे पक्रोपुजी जारी दिएको छ त्यो अन्य भएको त म केही पनि देख्दिनँ उहाँ पनि यो देशको एउटा पूर्व गृहमन्त्री त हो तर यो देशको एउटा सर्व नागरिक पनि हो नि त जुन सर्वसाधारण नागरिकलाई जुन कानुन नियम हुन्छ नि त त्यो प्रकारले उहाँले लागू गरेको देखिन्छ त्यो बाहेक अर्को उपाय गरेको त केही पनि देखिन्न उहाँले पिटे छैन कुटे छैन हिर्काएको छैन उल्टा थर्काएको छ पुलिसलाई समात आउने मान्छेलाई त्यसरी थर्का भए अर्को साप र साथनले त्यति शब्द बोलेको भए पुलिसको लट्ठी भेट्थ्यो गालामा चर्काउँथ्यो निलदाम बनाउँथ्यो तर रविले त त्यस्तो बनाएको देखिनँ उहाँलाई ससमान उहाँलाई त्यसमा पनि एउटा कुरा भन्नु न एउटा सर्वसाधारण त एउटा गाडीको त्यो भ्यानमा कोचेर लान्छ भने उहाँलाई त राम्रो कारमा लिएर गएको देखियो त्यति मात्रै कहाँ हो र कारमा लगेर राम्रो ठाउँमा बसाल्यो पत्रकारले विशेष र अविशेष भन्ने कुरा हुन्छ खास कानुनमा कानुन त सबै बराबर हेर्नुपर्छ उहाँलाई त विशिष्ट व्यक्तिहरुलाई तल बाटो सेवा सुविधा पनि त हुन्छ तलको बाटोबाट हैन उहाँलाई त पुरा प्लेनमा उडेर लगेको छ सामान प्लेनमा उडेर देखेको छ उहाँ पहिलेदेखि प्लेनमा उडिरहेको छ सामान उहाँले इच्छा अनुसार उहाँले चाहेको अनुसार नै उहाँले गरिरहेको छ त्यो के चाहिँ अन्याय भएको छ उहाँले गल्ती गर्नुभयो जुन प्रकारको गल्तीको निम्ति कानुनी प्रक्रियामा उहाँ रविले गल्ती गरेको स्पष्ट देखियो हैन त देखियो त यो त अदालतले फैसला गरेको कुरा हो नि मैले फैसला गर्ने कुरा त हामी त पहिला त उहाँले गल्ती हैन उहाँले गल्ती गरेको छ अदालतको फैसलै आएको छैन फैसला नहुँदै तपाईहरु जस्तो अभियन्ताहरु फैसला आएको छैन भने पूर्व पश्चिम चाहिँ कसले पठाएको हामीले पठाएको हो त त्यसै पूर्व पश्चिममा हामीले जाऊ भने गएको त पुलिसले हामीले आदेश दिएको हो त त्यसै जेल भित्रै बसेर मुद्दा लड्न पर्ने भन्न पठायो नि त उनलाई हो त्यही त भन्नु उनलाई दोषी साबित भए इनले अपराधै गरे भनेर प्रमाणित भएको अवस्था त होइन नि त थुन्चेक बहसको फैसला यहाँ भन्छ है हो त्यो मुद्दाको किनारा चाहिँ लासेन तपाईँले भनेको कुरा म मान्छु तर यो थुन्चेक बहसकोमा फैसलामा चाहिँ उहाँलाई चाहिँ बाहिर होइन भित्रै बसेर चाहिँ उहाँले लड्नु पर्ने अवस्था देखायो नि त अनि त्यही अनुसारको फैसला त उच्च अदालतले दियो नि त जिल्ला अदालतले दिएन तर उच्च अदालतले दियो
त्यही हिसाबको कारणले गर्दा कुनै पनि अन्य अत्याचार रवि दाइमाले भएको छैन र उहाँलाई अझ झन् एउटा कुरो म पहिल्यैदेखि भन्दै आएको छ नि कानुनी रूपमा उहाँ दोषी हो कि उहाँ चाहिँ सत्य हो भन्ने कुरा त फाइनल हुने अवसर उहाँले प्राप्त गर्नु भएको छ कि खास रवि गृहमन्त्री हुने बेलामा अरूले पनि थुने होइन त पत्नीलाई त 10,000 रुपैयाँ 20,000 रुपैयाँ दरोटीमा छोडियो यो कुरा चाहिँ अदालतले गर्ने कुरा हो यो मान्छे हामी कुनै जनताले गर्ने कुरा होइन नि त यो न्यायालयले जुन प्रकारले डिसिसन गर्यो त्यो न्यायालयको हातमा हुन्छ त्यो न्यायालयमा उहाँले दोषी गर्यो दोषी देखिन गरेन त्यो कसको टाउको दुखे भएर त्यो न्यायालयमा यदि प्रभावित कसैले पारेछ त्यसको पनि घोर विरोध चाहिँ हामी गर्न चाहन्छौँ किनभने न्यायालयले प्रभाव पार्न पनि सक्छ कुनै बेला पावर र पैसा कुरो हुन्छ तर म एउटा कुरो के स्पष्ट रूपमा अनुरोध गर्न चाहन्छु भनेदेखि कुनै पनि व्यक्तिले तर न्यायालयलाई प्रभाव पार्नु चाहिँ हुँदैन तर यो प्रभाव पारेको हुन सक्छ भनेको आंकलन हो अहिले रविलाई पक्राउ गर्नको निम्ति सरकार पक्षले न्यायालयलाई प्रभाव पार्यो भन्न सकिने अवस्था छ सर के छ किनभने शनिबार रवि लामिछानेले चितवनमा एक कार्यक्रम गर्दै सरकारको विरुद्धमा आफूसँग भएका प्रमाणहरू सार्वजनिक गर्ने भण्डाफोर गर्ने अब मैले मुख्यले धेरैजनालाई भागाभाग बनाउँछु भन्न उनले बोलिराखेका थिए त्यसकै पूर्व सन्ध्यामा शुक्रबार साँझ उनलाई पक्राउ गर्नु त रवि दाइले केही कुरा बोल्दै थियो स्पष्ट देखियो होइन यो रवि दाइले एउटा कुरा के भन्नु उहाँलाई एउटा कुरो के थाहा छ भने राम्रोसँग उहाँ अहिले उच्च अदालतको फैसला आउँदैछ म जेल जानुपर्छ भन्ने उहाँलाई थाहा थियो उहाँको कानुनी सल्लाहकारबाट कानुनी जति पनि व्यक्तिहरू वकिलहरू उहाँको हुनुहुन्छ नि ती व्यक्तिबाट उहाँलाई सल्लाह दिइसकेको थियो कि अब तपाईँ चाहिँ थुनामा बस्नुपर्ने अवस्था नै आइसकेको जस्तो देखिन्छ भनेपछि उहाँले जनताको मन फर्काउनको निमित्त उहाँले त्यो प्रोग्रामको लागि म यस्तो गर्छु उस्तो गर्छु भने उहाँको रवि लामिछानेका वकिलहरूलाई पहिले नै 19 शुक्रबार पक्राउनुपर्छ भन्ने थाहा थियो त्यही डिजाइन अनुसार चाहिँ रवि लामिछानेले अब म शनिबार चाहिँ शुक्रबार पक्राउ पर्छ भन्ने थाहा भइसकेपछि शनिबारमा कार्यक्रम गरेर मुख खोल्छु भनेका हुन् त हो एउटा तपाईँ ठ्याक्कै भन्नुहोस् है एकदम एउटा वकिललाई एउटा कुरा थाहा छ भनेदेखि आफूले जुन फाइल मिसियल पर्छ नि त्यो कतिको स्ट्रङ छ यसले के गर्छ भन्ने यसको त उसले परेको हुन्छ देशको कानुन परेको हुन्छ संविधान परेको हुन्छ नजिर बसेको हुन्छ कुन कुन देशको कुन कस्तो नजिर बसेको हुन्छ त्यो नजिरले स्थापित गराउँदै गर्दाखेरि त ओहो दबी दाइ त जाने नै रहेछ भनेपछि उहाँले सल्लाह दियो भनेदेखि तपाईँ अझै पनि जनताको मन जितेर केही आशा छिनो आशा छ जनताले उफार्ने काम गर्नुहोस् अब यो पुरानो नेताहरूलाई गाली गर्न सिकाउनुहोस् पुरानो नेताहरूको यो गर्छ त्यो गर्छ भनिदिनुहोस् त्यसपछि चाहिँ जनता तपाईँको पक्षमा आउँछ भनेर उसले राजनीतिक एउटा परिपन्थ चाहिँ यहाँ फालेको हो कि यो कुरा चाहिँ देखिएको भनेपछि योजनाबद्ध ढङ्गले यो योजनाबद्ध ढङ्गले म पक्राउ परिहाल्छु किन यसले राजनीतिक फाइदा उठाइहालौँ भन्ने सोचेका हुन् त रविले एकदम गम्भीर आरोप लगाउँदै हुनुहुन्छ एलिजरजी उहाँले त्योभन्दा अगाडि उहाँ चुप लगाएर बस्नु भएको थियो चुप लगाएर कानुनी प्रक्रियामा उहाँ हिँडिरहनु भएको थियो जब यो उहाँ पक्रिने दिन आइरहेको थियो उहाँको फैसला हुने दिन आइरहेको थियो त्यसपछि उहाँले त नेताहरूलाई ठुलो गाली गर्न थाल्नुभयो नेताहरूसँग पुरा च्यालेन्ज लिन थाल्नुभयो अब म बाघ हुँ बाघ अब तिमीहरू सबै सिधाइदिन्छु भनेर त उहाँले च्यालेन्ज लिइराख्यो हो नि त अनि खै त आफै सिद्धियो आफैले गल्ती गरेर बाघु भन्ने हाम्रो पोल खोल्ने अब तँलाई नै अब ठिक पार्छौँ भन्ने हिसाबले अहिलेको पुरानो नेता जो एमाले काङ्ग्रेस जति पनि मान्छेहरू छन् तिनीहरू पनि कोही पनि ठिक छैन म भन्छु तर रवि लामिछाने ठिक भएपछि होइन उहाँ नयाँ युवाहरूले एउटा नयाँ जागरण एउटा मान्छेले चाहिँ के सम्झेको थियो ओहो रविले के गर्छ भनेर एउटा आशा उहाँमा राखेको भरोसा राखेको व्यक्तिले यत्रो काण्ड किन मजा यत्रो सहकारी जुन मकै पोलेका मजादेखि दाउरा बोके बेचेर दिएको पैसा सहकारी पैसा अपचलन किन गर्नुभयो उहाँले किन त्यो हुँदा थाहा हुँदा त्यो भुमरीमा हात किन हालिए अनि के अरे त्यसपछि त्यही पैसाले फेरि घोक्रो के अरे सुक्ने गरी फेरि ग्यालेक्सी फोकेमा किन कराउन जाने भयो 124 न्युजमै बसेर तलब खाएको मान्छे मात्र होइन उहाँ त तपाईँले हेर्दाखेरि उहाँ त त्यहाँको सेयर होल्डर हो नि त सेयर होल्डर त भइसकेपछि मेरो कम्पनीबाट कहाँ कसरी हुँदैछ पैसा कसरी आउँदै कसरी म्यानेज गर्ने भने उहाँको दायित्व पनि हो नि त त्यही कारणले गर्दा उहाँले जुन प्रकारले देश बनाउँछ भन्नुभयो नि उहाँले देश बनाउनु आफू बनाउन आएको थियो कार्यक्रमको अन्तमा छौँ एलिजरजी कार्यक्रमको अन्तमा पनि छौँ यति बेला रवि लामिछानेले पक्राउ पर्नुभन्दा अगाडि दिएका अभिव्यक्तिहरूका कारण र प्रहरीले बोलेका केही शब्दहरू कारण
भलै त्यो शब्दको अनर्थ लाग्यो होला तपाईले भन्नुभएको चाहिँ तर एउटा प्रहरीले रवि लामिछानेको अन्तिम इच्छा के भन्ने ढङ्गबाट प्रश्न सोध्नु र रवि लामिछानेले म माथि चाहिँ असुरक्षा भयो म माथि चाहिँ सरकारले पूर्वाग्रही ढङ्गबाट लाग्यो भन्दै गर्दा यति बेला जनताले कतै उनलाई मदन भण्डारीलाई जस्तै गरी कहीँ कतै उनी माथि आक्रमण गरेर उनको भौतिक शरीरलाई नै सिद्ध्याउने ढङ्गबाट प्रस्तुत हुने हो कि भन्ने चिन्ता जनाइरहेका छन्। ल के हुन्छ अब तपाईले भन्नु? एउटा कुरो के हो भने रवि दाइले आफू गृहमन्त्री हुँदाखेरि चाहिँ अरूले सिधाउने भनेर चाहिँ बोलेर आफूले सिधाउने भन्दा चाहिँ हिँड्न चाहिँ मिल्ने, अहिले थुनामा परेपछि म सबैले सिधाइदिन्छु म सबैलाई गाडिदिन्छु भन्ने चाहिँ मिल्ने, तर आफू कानुनीको फन्दामा परेपछि त्यो रुइकराई गरेर त्यो फाइदा केही पनि छैन। अर्को कुरो जुन प्रहरीले जुन डिआइजी सरले डिएसपी सरले जुन कुरा सोध्नु पनि एउटा कुरो इन्टेलिजेन्ट हुन्छ, पुलिसहरू एकदम इन्टेलिजेन्ट व्यक्तिहरू हुन्छ, भविष्य कुराहरू बताउन सक्छ। रवि दाइको मुद्दा त कति हो तपाईँलाई थाहा छ? जम्मा 6-7वटा मुद्दा छ। एउटा उहाँले एउटा कुरो भन्नु खोज्यो भने एउटा मुद्दाको फैसला यदि उहाँको विरुद्धमा आयो भने कम्ती 20वटा जाला, 7वटाको त गर्दाखेरि त 20 × 7 गर्दा कति वर्ष जान्छ? लगभग 200 वर्ष त जान्छ। उहाँको त जिन्दगी त्यहीँ बित्ने पनि अब घर फर्किने त चाँसै देखिँदैन नि त। अब तपाईँको एउटा बुटवलको त्यो भयो, अझ पोखराको आउँला, काठमाडौँको आउँला, चितवनको आउँला, त्यही सोच पनि गरेको सक्छ। अनि त्यसपछि अझै पासपोर्टको छ, अझै पूर्व सैनिकको पनि बिउदिन सक्छ। सैनिकको त उनी त्यही कारण तपाईले भन्नुभएको छ तपाईले अभियन्ताहरूले मुद्दा हाल्नु उहाँलाई फसाउनु भयो भने होइन, कहाँ फसाउने कुरो आउँछ? अहिले पनि त तपाईले पटक पटक मुद्दा हाल्नु भएको छ। उहाँ गल्ती छ नि त। त्यही हिसाबले कुरा गर्दाखेरि 10-10 वर्षले उहाँलाई मुद्दाको थुनामा पूर्व पक्षमा पठायो भने तपाईँ सुन्नुहोस् कति वर्ष भयो? 70 वर्ष त बच्छ 7वटा मुद्दाको। अनि उहाँ कहिले घर फर्किने त? त्यही कारणले गर्दा उहाँको अब घर फर्किने चान्स छैन। त्यही कारणले गर्दा उहाँको अन्तिम इच्छा के छ पूरा गर्न दिउँ है हामीले, विचाराको उहाँको पनि के होला भनेर पुलिसले चाहिँ अब माया लाएर भने जस्तो लाग्छ क्या खास गरी मलाई। ओके, अन्तमा छौँ एलिजरजी, धेरै बहस नगरौँ, कार्यक्रमको अन्तमा छौँ। जाँदै रवि लामिछानेका समर्थक, शुभचिन्तक र परिवारलाई तपाईँको सन्देश के रहन्छ आजको दिन? म एउटा कुरो के भन्छ भनेदेखि कुनै पनि व्यक्तिले यदि राम्रो काम गर्छु भनेर आउँछ भनेदेखि उसको छवि पनि राम्रो हुनुपर्छ, उसले गरेको कार्यहरू पनि राम्रो हुनुपर्छ। यो नेपाली जनताले एकदम बुझाउँछ। हामी लैमा हिँड्ने, हावातालमा हामी पछ्याउने, हावातालमा ज्यान दिन्छु भने हिँड्ने व्यक्ति होइन। हामीले सत्य तथ्य के हो, हामी तथ्य आधारित कुरामा टेकेर मात्रै विश्वास गर्न बानी बसालौँ। हावाको भरमा मान्छेले त्यो के झ्याली पिटेको भरमा हामी त्यसको पछि लगाएर हाम्रो समय बर्बाद नगरौँ, हाम्रो पैसा खर्च नगरौँ, हाम्रो हरेक कुराहरू खर्च नगरौँ भनेर म भन्न चाहन्छु। र साथसाथै म अर्को एउटा कुरा के भनेदेखि रवि दाइले यदि गल्ती गरेको हो भनेदेखि उहाँले सजाय पाउनुहुन्छ। यो न्यायालयमा गएको कुराहरू यदि गल्ती गरेको छैन भने उहाँ एक दिन फेरि सबै पाउनुहुन्छ र हामीले फेरि उहाँलाई सम्बोधन गर्छौँ। यदि गल्ती गरेको छ भनेदेखि जो कोही होस्, के रवि होस् कि केबी ओली होस् कि के शेरबहादेव होस् कि अरिदेव होस् कि प्रटन्च होस् कि के बाबुराम होस् कि ना माता नेपाल होस्, जोसुकै व्यक्तिले पनि देशको कानुन र नियम अनुसार यदि भ्रष्टाचार घुसखोरी गर्छ र यदि अन्य अत्याचार गर्छ त्यसकोले चाहिँ सजाय पाउनुपर्छ र तिनीहरूलाई पनि दण्ड दिनुपर्छ। र यो कुरामा चाहिँ हामी जनताहरू एक भएर चाहिँ अगाडि बढ्नुपर्छ भनेर चाहिँ म भन्न चाहन्छु। समय सबैलाई यहाँलाई पनि धेरै धन्यवाद। नमस्कार।